मान्छे काटेर खाए पनि तपाईँलाई कानुन लाग्दैन अहिले मान्छे काटेर खाए पनि अरू कुरा गर्नुहुन्छ यतिखेर हामीसँग कुरा गर्नको निम्ति जगतबहादुर थापा हुनुहुन्छ उहाँ दार्शनिक जगतगुरु कौशल्यको धर्माध्यक्ष पनि हुनुहुन्छ नमस्कार गुरुजी जय होस् जय श्रीराम तपाईँ सन्चै हुनुहुन्छ सन्चै आरामै यतिखेर तपाईँहरू यो नेपाली राजनीति चाहिँ कता कता तरल भइरहेको अवस्थामा तपाईहरुले यो के कुरा लिएर आउनु भएको छ खास यो कुरा के हो अलिकति तपाईले यहाँ लेख्नु भएको रहेछ बहुदलीय संसदीय व्यवस्था खारेज भनेर भन्नु भएको छ तपाईले धर्म गर्नु खोजे कि राजनीति यसो छ हाम्रो अहिले धर्म एकातिर राजनीति एकातिर छ राजनीति र धर्म पूर्व पश्चिम फर्केको अवस्था छ राजनीतिक क्षेत्रले धर्मलाई पाखण्ड हो यो यसले चाहिँ यो शङ्खघण्ट बजाएर चाहिँ मुलुकको विकास हुँदैन मुलुकको विकास गर्नको लागि योजना चाहिन्छ योजना राजनीतिक दलहरूले दिन्छन् त्यसकारण उनीहरूले चाहिँ राजनीति चाहिँ गर्छन् भन्ने खालको कुरो राजनीतिक क्षेत्रकाले गर्छन् यता धार्मिक क्षेत्रकाले के भन्छन् भन्दा यिनीहरू चाहिँ राजनीतिकहरू फटा हुन्छन् झुट बोल्छन् हुनी नहुनी गर्छन् भ्रष्टाचार गर्छन् जनताको शोषण गर्छन् त्यसबाट हामीले राजनीति गर्दैनौँ हामीले चाहिँ जप तप तपस्या आदि इत्यादि धार्मिक कुरा काम गर्छौँ हामी सत्य बोल्छौँ हामी अपराध केही गर्दैनौँ त्यसो भएर हामीले चाहिँ त्यो गर्दैनौँ भनेर यो पूर्व पश्चिम फर्केको अवस्था छ हामीले राम राज्यले के अध्ययन गर्यो भन्दा यो जुन यो विभाजन हुन्छ एकअर्कालाई खेदो खन्ने एकअर्कालाई खुट्टा तान्ने जुन प्रवृत्ति छ यो चाहिँ घातक छ यसले चाहिँ हामीलाई शान्ति समृद्धि र स्थायित्व काम गर्न चाहिँ कायम गर्न ढिलो भयो त्यसमा चाहिँ सकिएन त्यसकारण चाहिँ राजनीतिले धर्मलाई संरक्षण गर्ने धर्मले राजनीतिले मार्गदर्शन गर्ने र दुईटैले चाहिँ संयुक्त भएर उत्तिकै महत्त्व दिएर लानुपर्छ सँगसँगै लानुपर्छ भनेर हामीले चाहिँ राम राज्य परिषद गठन गर्यो राम राज्य परिषद भनेको सत्य चाहिँ यो धर्म न्याय नैतिकता मौलिकतामा आधारित चाहिँ राष्ट्रवादी सङ्गठन हो यो पार्टी होइन र अहिले हामीले राम राज्य व्यवस्था चाहिन्छ भनेको यो आफ्नो खाएर अरूको सेवा गर्ने व्यवस्था हो राम राज्य र राम राज्यमा एउटा मूल कुरा के हुन्छ भन्दा अहिले जुन भ्रष्टाचार बढ्या छ त्यसमा के छ भन्दा आफ्नो बाँच्नको लागि आवश्यकताभन्दा बढी सम्पत्ति जसले आर्जन गर्छ त्यो वैधानिक अपराध हो भनेर चाहिँ हाम्रो चाहिँ दर्शन छ त्यसकारण त्यो लागू नगरेसम्म यो भ्रष्टाचार रोकिँदैन भन्ने खालको कुरा छ अहिले भर्खरै यो नयाँ आयो जान्नेलाई छान्ने भन्ने भयो अनि चाहिँ यो अहिले पुराना दलहरूले चाहिँ अति गरे भ्रष्टाचार गरे यिनीहरू पुराना दलहरूलाई चाहिँ खेद्नुपर्छ हटाउनुपर्छ नयाँ चाहिँ युवाहरूले मुलुक चलाउनुपर्छ भन्ने गरियो तर यिनीहरूले पनि पहिले नहुँदै चाहिँ अब 1 महिनाभित्रै चाहिँ त्यहाँ 80 अरब रुपियाँ ऋण लिने चाहिँ देशलाई डुबाउने त्यहाँसँग राष्ट्र ब्याङ्कले भन्छ हामीसँग पैसा छ त्यो पैसा चाहिँ तिरेर अरिणी भएर चाहिँ काम गर्दा ब्याज पनि तिर्नु पर्दैन थियो तनाव पनि हुँदैन थियो त्यो कुरा नगर्ने र उल्टो ऋण लिएर चाहिँ अब चाहिँ सरकार चलाउने कुरा भएको छ त्यसकारण हामीले अहिले के भन्यो भन्दा यो अहिले जुन हाम्रो चीनको हाम्रो नेपालीहरूको प्रति व्यक्ति आय $1527 छ र चीनको नजिकै छिमेकी चीनको 2007 सालमा चीन नेपालभन्दा गरिब थियो नेपाल त्यति बेला निर्यातक देश थियो 7वटा निर्यातक कम्पनी थिए जापान आदि जापानमा चाहिँ 6000 मेट्रिक टन चामल कोरिया इन्डिया जताततै चाहिँ निर्यातक देश थियो त्यति सम्पन्न थियो अनि त्यो अहिले हटाएर अहिले चाहिँ चीनको प्रति व्यक्ति आय $21,476 छ भने अनि इन्डियाको $13,000 भन्दा माथि छ हामी चाहिँ साधन स्रोतमा छौँ हामीसँग ग्यास छ पेट्रोलियम छ युरेनियम छ अनि सबै यत्रो चाहिँ खनिज पदार्थ हुँदाहुँदै हामी चाहिँ बहादुर हौँ हामी चाहिँ मिहिनेती छौँ संसारभरि चाहिँ हाम्रो माग छ अझ इन्डियाले गनम्यान वाचम्यान प्लेटम्यान बनाएर नेपालीहरूले सधैँभरि उसको सेवामा लगाइराखेका छ त्यति अवस्था गर्दा गर्दै पनि हामी गरिब किन छौँ हामी गरिब किन छौँ भन्दाखेरि यो दुईवटा कारण छ एउटा छिमेकी छ इन्डिया नेपाललाई उठ्नै दिँदैन अर्को राजनीतिक दलहरू छन् आवश्यकताभन्दा अत्यधिक शोषण गरे अत्यधिक दलहरू पनि बढी भए र दलहरूले अत्यधिक शोषण गरे जनताको त्यसकारण पनि हामी गरिब छौँ त्यसकारण गरिबी मुक्तिको चाहिँ हामीले कार्ययोजना बनायौँ गरिबी अलिकति रोकेर तपाईँले भन्नु हो त्यतिखेर हामीले यति हजार विभिन्न देशहरूलाई चामल निर्यात गर्थ्यौँ भनेर भन्नुभयो होइन 2007 साललाई तपाईँले इङ्गित गर्नुभयो त्यतिखेर नेपाली जनताको अवस्था के थियो तपाईँलाई थाहा छ जनताको अवस्था राजा महाराजाले मस्ती गर्थे होइन रख्यौ राख्थे 10वटा 100वटा त रानी नै राख्थे भित्र या बाहिर या के राख्थे तर जनता त धोती लगाएर खुट्टा पटपट्टि फुटेर भारी बोकेर नुन खानको लागि चाहिँ रुन पर्थ्यो त्यो घटना तपाईँहरूले लेपन लगाउनु खोजेको कुरा चाहिँ जुन यथार्थलाई चाहिँ जुन जसरी हराए पनि डर छैन सुनभन्दा कम छैन भने जस्तै भयो क्या सर यो
यस्तो छ कि कुरा के छ भन्दा त्यति बेला राणा शासन तानाशाही राज्य व्यवस्था थियो, पारिवारिक जहानिया शासन थियो र राणाको चाहिँ उत्तराधिकारी राणै हुने अर्को नहुने त्यस्तो खालको थियो। त्यसो भएर त्यसको चाहिँ यो हुन राणाहरू चाहिँ तानाशाही भए, अत्याचार बढ्यो, शिक्षा स्वास्थ्य रोजगार आवास ऊर्जा न्याय यस्ता खालका चाहिँ कम भए, जनतालाई बोल्न नदिने, बोले चाहिँ मारिदिइहाल्ने त्यस्तो खालको तानाशाही व्यवस्था थियो भनेर 2007 सालबाट त्यो राणा शासन हटाएर हाम्रो चाहिँ यो लोकतन्त्र आयो, यो चाहिँ प्रजातन्त्र आयो। त्यति बेला प्रजातन्त्र राजाको बाउ प्रजातन्त्र आयो अनि पछाडि चाहिँ अब प्रजातन्त्रबाट लोकतन्त्र भयो, लोकतन्त्रबाट जनतन्त्र भयो। मूल कुरो डेमोक्रेसी, अङ्ग्रेजीबाट डेमोक्रेसीको तीव्र अर्थ लगायो र त्यति बेला के थियो भन्दा समग्रमा देश सुरक्षित थियो। इन्डियाबाट नागरिकता इंडियनहरूलाई नागरिकता वितरण थिएन। इन्डियाबाट यता आयो। मैले 7 सालको कुरा गर्दैछु। 7 सालमा के थियो भन्दा राणा इन्डियाबाट नेपाल आउनेलाई 3 दिनको भिसा लिनु पर्थ्यो, त्यत्तिकै आफू खुसी आउन पाउँदैन थियो, त्यो पक्रेर जेलमा पक्राउ पर्थ्यो र 3 दिनको चाहिँ देवादिदेव महादेव पशुपतिनाथको दर्शन गर्नको लागि 3 दिनको भिसा मिल्थ्यो अनि 3 दिनका दिन घुम्ने फिर्ने दर्शन गर्ने, चौथा दिनका दिन उनीहरू आफै फर्किनु पर्थ्यो। फर्किनु भने 5औं दिनका दिन नेपाली सेनाले उनलाई 4 भन्ज्याङ नेटो कटाउँथ्यो। 7 सालपछि के भयो भन्दा अब यहाँ यो विदेशीहरू पनि आउन पाउँदैन थिए, जङ्गे पिलरहरू पनि सुरक्षित थिए, राष्ट्रियता कडा थियो, बलियो थियो, यहाँ कसैले घुसपिट गर्न पाउँदैन थियो। 7 सालपछि के भयो, एकदमै खुला भयो, छाडा भयो अनि चाहिँ अब चाहिँ पृथ्वी शाहले फिरिङ्गीहरू देशका शत्रु हुन्, यिनलाई देश निकाला गर्नुपर्छ भनेर खदाएका खेदेका क्रिस्चियनहरू पनि फर्के अनि चाहिँ अब यो नागरिकता दिने कुरा पनि आयो। इन्डियनहरू पनि चाहिँ अब उनलाई पनि त्यो भिसा सिसा लिनु नपर्ने त्यत्तिकै खुला भयो। त्यसपछि चाहिँ हुँदै हुँदा के भयो भन्दा 2007 सालसम्म नेपालमा क्रिस्चियन मुक्त राष्ट्र थियो। त्यसपछि क्रिस्चियनहरू युनाइटेड मिसन टु नेपालका नाममा यहाँ आए। आउँदा चाहिँ हेप्पीहरू आए अनि 28 सालमा चाहिँ त्यहाँ नयाँ शिक्षा आयो। त्यसपछि चाहिँ पिस कोरहरू आए अनि धर्म परिवर्तन आयो। अस्ति चाहिँ युएसएड मार्फत चाहिँ 20 अरब रुपियाँ नेपालीहरूको धर्म परिवर्तन गराउन खर्च गर्यौँ, तर त्यहाँ भ्रष्टाचार गरे। धेरै खाने त हिन्दू धर्मका पुजारी रहेछन्। अब तपाईँ यसो छ, आरोप लगाइरहनु भएको छ। यो तपाईहरुको यो चस्मा कहिले फेर्ने भने? यसो छ, तपाईँको कुरा ठिक हो। हिन्दू धर्ममा ठगी छ, हिन्दू धर्म होइन, यो धार्मिक क्षेत्रमा ठगी छ। त्यहाँ धार्मिक आचार संहिता लागू गर्नुपर्छ। त्यहाँ के ठगी छ म तपाईँलाई बताउँछु। यो चाहिँ श्रीमद् भागवत पुराण चाहिँ 7 दिनको हुन्छ। आज पढ्यो, भोलि पढ्यो, 7 दिन निरन्तर पढ्नुपर्छ। अनि आज 7वटा गाँठा भएको चाहिँ बाँस चाहिँ गाड्नुपर्छ। आज पढ्यो भने एउटा गाँठो फुक्ने, त्यो अर्को फुक्ने, अर्को 7 दिनको दिन 7वटा गाँठा फुक्ने र चाहिँ पितृहरू चाहिँ जो चाहिँ दोषी पितृहरू पिचासको जुनीमा भएका पितृहरूको मुक्ति हुन्छ भन्ने चाहिँ श्रीमद् भागवत छ। श्रीमद् भागवतमा चाहिँ गोकर्ण र धुन्धुकारीको कथा छ। गोकर्णले चाहिँ अब गाईबाट जन्मे, गोकर्ण धार्मिक थिए, चाहिँ आफ्ना मान्यजनको सेवा गर्थे, उनको चाहिँ गर्थ्यो। तर धुन्धुकारी त्यहीँ थियो, कसैलाई मान्दैन थियो, रन्डीबाजी गर्थ्यो, जुवा खेल्थ्यो, जे पनि गर्थ्यो। अनि त्यहाँ अहिलेको चाहिँ धुन्धुकारी छ, त्यहाँ भागवतको चाहिँ नाम छ, त्यहाँ भूमिका छ। र त्यो धार्मिक क्षेत्रमा धार्मिक आचार संहिता बनाएर चाहिँ धार्मिक दण्डाधिकारीको स्थापित गरेर धार्मिक क्षेत्रभित्र गर्नुपर्छ। र त्यो मैले श्रीमद् भागवत भन्दै गर्दा 7 दिनको श्रीमद् भागवत चाहिँ एकै दिनमा एका भनेर चाहिँ हाउ गर्ने लाउने चाहिँ त्यो दक्षिणा खाने। अब त्यो त ठगी प्रथा, त्यो कतै उल्लेख छैन। र अब अहिले चाहिँ यो हिन्दू धर्मको कुरा गर्दै गर्दा त्योभन्दा अगाडिको किराँत धर्म, किराँत इतिहास, लिच्छवी इतिहासलाई किन कोट्याउनु न तपाईँ? होइन, यसो छ, यो जुन संस्कार तपाईँले यतिखेर दाबी गर्दै हुनुहुन्छ, यो इतिहास भन्दा त त्यो इतिहास पुरानो होला नि त। यस्तो छ, त्यो लिच्छवी यस्तो छ कि होइन, तपाईले चाहिँ एलम्बरको कुरा, फाल्गुनानन्दको कुरा होइन, एलम्बरको कुरा गर्दैछु म। होइन, म फाल्गुनानन्द पनि त एलम्बर पछि आयो नि त। होइन, तपाईँले एलम्बर मात्रै यता सुन्नु न, एलम्बर मात्रै परिपूर्ण हुन्न। अहिले चाहिँ जति खरो रूपमा चाहिँ फाल्गुनानन्दले मार्गदर्शन गर्नुभएको छ, यो एलम्बरको कुरा त्यति छैन। फाल्गुनानन्दले के भन्नुभयो भन्दाखेरि हामी चाहिँ के भने एलम्बरलाई नटेकिकन यो फाल्गुनानन्द यो जो भन्ने पनि त्यो आउँदैनन् क्या, बिकज हि इज द पिलर अफ हिस्ट्री क्या। अनि तपाईँहरूले होइन, हामीले एलम्बरको यता सुन्नुहोस् न, होइन के धुन्धुकारीको कथा सुनाइरहनु भएको छ। तपाईँले यो सङ्गठन बनाएर
धर्म प्रचार गर्न खोजे त्यसको धर्म प्रचार गर्ने हो। अहिले अधर्म छ, अधर्म विरुद्ध चाहिँ धार्मिक राज्य व्यवस्था चाहिन्छ। हामी सबै ओमकार परिवार हो। तपाईँको चाहिँ अब हिन्दू, बौद्ध, जैन, सिख, किराँत यी पाँचवटा जसले चाहिँ ओम भनेर चाहिँ मन्त्र उच्चारण गर्छन्, ती ओमकार परिवार गर्छन्। हामी सबै एक हुनु पर्यो। नलाद्नुहोस् न तपाईँले जबरजस्ती लाद्नुभयो कहाँ त्यो त्यसरी हुन्छ। तपाईँले भनेको सबै कुरा सबैले मान्छन् त भने होइन, नमान्ने चाहिँ अहिले यसो छ के 3 करोड नेपाली छौँ, 1 करोड यता सुन्नु न मान्छे चाहिँ एउटै ओम परिवार भनेर भनिराख्नु भएको चाहिँ कतिखेर हो भने त्यो पहिला जतिखेर मान्छेमा चेत थिएन, डर थियो क्या। शासकले मान्यो कि मलाई के थाहा छ भने दसैँको बेलामा रातो त्यो माटोमा छाप लगाउनै पर्ने, घरको अगाडि पन्जाको छाप लाउनै पर्ने, त्यो चाहिँ एउटा शासकसँगको डर थियो क्या त्यो। अब त्यो मान्छेसँग त्यो डरको चेत कहाँ छ र अहिले सिंहदरबार चलाइसक्यो। यसो छ कि तपाईँको कुरामा तपाईँको अहिलेको शिक्षा पश्चिमा शिक्षा छ, अहिलेको शिक्षा क्रिस्चियन शिक्षा छ। अहिले तपाईँले चाहिँ नास्तिक चाहिँ शिक्षा तपाईँले पढ्नु भएको छ। अनि हामीलाई चाहिँ मान्ने जन अहिले यो जेन्जी भनेर आएको छ। जेन्जी न आफ्नो खाना पकाउने, न भाँडा मान्ने, न कपडा धुने, न घाममा जाने, न पानीमा भिज्ने, न मान्ने जनलाई मान्ने, एउटा मोबाइल बोकेको छ, त्यसैले हिँडिया छ, पैसा मात्रै चाहियो, पैसा मात्रै चाहियो। यस्तो संस्कार संस्कृति भेटियो। न यिनलाई इतिहास थाहा छ, न राष्ट्रियता थाहा छ, न स्वाभिमान थाहा छ, न नेपालको इतिहास भन्ने पढाइँदैन, राष्ट्रियताको बारेमा पनि पढाइँदैन। हाम्रो चाहिँ यसको सृष्टिकर्ता फाल्गुना यता सुन्नुहोस् न, एलम्बर्ग यता सुन्नुहोस् न, यता सुन्नुहोस्, एलम्बर्गको बारेमा पनि पढाइँदैन, फाल्गुना नन्दको बारेमा पनि पढाइँदैन। पृथ्वी साथी होला नि त त्यो पृथ्वी एलम्बरको कुराहरू त कले तपाईँहरूले बुझ्दै होला नि त। होइन, मैले यता सुन्नुहोस्, ढुङ्गा राखेको छ, त्यसको पनि कहिले टाउको फुटाइदिन्छ, कहिले के गरिदिनुहुन्छ तपाईँहरूले। यता सुन्नुहोस्, तपाईँको नकारात्मक सोच छ तपाईँमा, खालि नकारात्मक। यता सुन्नुहोस्, तपाईँलाई सुन्नु न, तपाईँले देखाउनु भएको यो यसैभित्र टेकेर यसैभित्र टेकेर हामीले धार्मिक राज्य व्यवस्था चाहिन्छ भनेका छौँ। त्यो के गलत भनेका छौँ? धार्मिक राज्य व्यवस्था नचाहिने भन्नुहुन्छ? धार्मिक व्यवस्था नकार्ने तपाईँ नकारात्मक, तपाईँ चाहिँ धुन्धुकारी हो कि होइन भन्नुहोस् त। धुन्धुकारी भनेको धुन्धुकारीलाई केही चाहिएन। धुन्धुकारीले आफूले खाना पाएपछि आफूमै खाऊ मैलाऊ। सबै कुरा सबैले मान्छन् त भने नमानुन्, मेरो विचार राख्न त मैले पाएँ नि त। तपाईँले मान्नु नमान्नु तपाईँको कुरा हो, मैले मेरो विचार राख्दैछु। अर्को कुरा के भन्नुभएको छ भने मन्त्री र मन्त्रालय विघटन भन्नुभएको रहेछ क्या, होइन? देश केले चलाउँछ त भन्नुहोस्। यसो सुन्नुहोस्, त्यतिखेर तपाईँले भनेकै हेर्ने हो भने पहिला ती रामकै पनि, राम राज्यको कुरा गर्नु, रामकै पनि मन्त्रीको रूपमा धेरै व्यक्तिको नामहरू चाहिँ कतै न कतै देख्न पाइन्छ। रामकै त मन्त्रीहरू थियो। तपाईँ अनि अहिले यो मन्त्री र मन्त्रालय नै विघटन भन्ने कुरा यता सुन्नुहोस्, पञ्चायत फर्किने हो भने त्यति प्रश्न गर्नुभयो, उत्तर त सुन्ने धैर्य राख्नुहोस्। तपाईँको कुरा के हो भन्दा मन्त्री र मन्त्रालयहरू पञ्चायत निर्दलीय व्यवस्था थियो। त्यहाँ चाहिँ दल त थिएनन्, तर मन्त्री र मन्त्रालय थिए। तर ती मन्त्री र मन्त्रालयको हैकम यस्तो थियो, दुनियाँभरको शोषण। फेरि मेरो प्रश्नकै उत्तर दिनुहुन्न, बिचमा काट्नुहुन्छ अनि बोल्नै दिनुहुन्न। अब प्रश्नमाथि प्रश्न, प्रश्नमाथि मात्र उत्तर कहिले दिने हो? पुरा गर्न दिनुहोस् के कुरा। त्यसकारण अब मन्त्री र मन्त्रालयको भन्नेको अर्थ के हो भन्दा मन्त्री र मन्त्रालयको हैकम छुट्टै, मन्त्री र मन्त्रालयले जति शोषण गरे, जति भ्रष्टाचार गरे आम नागरिकले गरेनन् कि। त्यस भएर मन्त्री र मन्त्रालय नहुने व्यवस्था त्यो एउटा दर्शन हो कि, वैदिक साम्यवादी दर्शन हो। वैदिक साम्यवादमा आफ्नो खाएर जनताको सेवा गर्ने, बाँच्नको लागि आवश्यकताभन्दा बढी सम्पत्ति आर्जन गर्नु नै अपराध हो भन्ने हो। त्यस दर्शनमा टेकेर काम गर्नको लागि अहिले मन्त्री र मन्त्रालयको आवश्यकता छैन। के आवश्यकता छ, कसरी राज्य चल्छ भनेर तपाईँको चाहिँ जिज्ञासा म चाहिँ उत्तर दिन्छु। त्यो कसरी चल्छ भन्दाखेरि विभिन्न विषयहरू छन्। शिक्षा क्षेत्र छ, स्वास्थ्य क्षेत्र छ, आवास क्षेत्र छ, वन क्षेत्र छ, कृषि क्षेत्र छ, अनि मानवाधिकारको क्षेत्र छ। यी क्षेत्रमा चाहिँ आयोग बन्छन् छुट्टै, जस्तै शिक्षा सेवा आयोग, स्वास्थ्य सेवा आयोग, वन चाहिँ संरक्षण आयोग, उपभोक्ता संरक्षण आयोग। ती आयोगहरूको आयुक्तहरू त्यहाँ चुनावबाट चुनिन्छन् र आयोगका आयुक्तहरू यता कार्यपालिकाको पदेन सदस्य हुन्छन्। त्यसमा 32 जना चाहिँ आयोग 32वटा आयोग हुन्छन्, 32 आयोगका 32वटा आयुक्त हुन्छन्। ती आयुक्तहरूले चाहिँ त्यो कार्यपालिकाको सदस्य हुन्छन्। त्यसकारण त्यो मन्त्रीले गर्ने काम ती आयुक्तहरूले गर्छन्, मन्त्रीको आवश्यकता छैन। अहिले यहाँनिर चाहिँ आवश्यकता के छ भन्दा कसरी चाहिँ राज्य सञ्चालन हुन्छ भन्दा अहिले 25वटा मन्त्रालयमा अहिले चाहिँ 17-18वटामा झारेको छ। तर हामीले मन्त्रीको 25वटाबाट 9वटा मात्रै सचिवालयमा झार्ने, मन्त्री नराख्ने। मन्त्री भएपछि त मन्त्रीको लागि
मन्त्रालय हुन्छ कि जब मन्त्री हुँदैन मन्त्रालय पनि चाहिएन, सचिवको लागि सचिवालय चाहियो। त्यसै किसिमले राज्य गऱ्यो भने त्यहाँ शोषण हुन्न, अन्याय हुन्न, अत्याचार हुन्न। हामी सबै नेपालीहरू राजनीतिक हैसियतमा निर्णायक, आर्थिक हैसियतमा सम्पन्न, सामाजिक हैसियतमा सम्मानित, सांस्कृतिक हैसियतमा लोकप्रिय, धार्मिक हैसियतमा वैदिक सनातन धर्मावलम्बी, अनि आध्यात्मिक हैसियतमा परमपक्षवादी, अनि चाहिँ नागरिक हैसियतमा देशभक्त, स्वाभिमानी, राष्ट्रवादी नागरिक बनाउने व्यवस्था नै राम राज्य हो भनेर एउटा हामीले दर्शन तयार गरेका छौँ। दर्शनको लागि तपाईँलाई यहाँ छ राज्य कसरी चल्छ भनेर रातो किताब छ यहाँ, त्यो तपाईँलाई पनि देऊँला। हामीसँग नयाँ 8औं संविधान पनि छ। हामीले चाहिँ धेरै मिहिनेत गरेर संविधान पनि तयार गरेका छौँ। अहिले राजनीतिक प्रणालीमा चाहिँ यो राष्ट्रपतीय प्रणाली अमेरिका अगाडि छ, संसदीय प्रणाली ब्रिटेन छ, अनि चाहिँ मिश्रित प्रणाली चाहिँ फ्रान्समा छ। फ्रान्समा जनताले राष्ट्रपति चुन्छन्, राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्छ, प्रधानमन्त्रीले फेरि सहायक मन्त्री नियुक्ति गर्छ। त्यस्तो किसिमको व्यवस्था त्यहाँ छ। र त्यहाँ प्रधानमन्त्री चाहिँ अब राजीनामा दियो भने अनि फेरि राष्ट्रपतिले चाहिँ फेरि अर्को प्रधानमन्त्री नियुक्ति गर्ने फ्रान्समा छ मिश्रित व्यवस्था। अनि चाहिँ अब एकदलीय व्यवस्था चाहिँ चीनमा छ। अनि चाहिँ अब यो तानाशाही व्यवस्था चाहिँ साउदी अरबमा छ। विभिन्न किसिमका व्यवस्थाहरू छन् र हामीले धर्म र राजनीतिलाई सँगसँगै लाने व्यवस्था भनेको रामराज्य व्यवस्था हो। रामराज्य भनेको धर्मबाट चल्ने व्यवस्था हो। पहिले यो संविधान नबन्दाल पहिले धार्मिक नियमबाट चल्थ्यो, संसार धार्मिक अनुशासनबाट चल्थ्यो। अहिले अनुशासन छैन, अहिले छाडा छ सबै। सुन्नु न, मैले अब तिरपन्ताम गर्न पर्यो तपाईको भनाअनुसार। कसको तिरपन्ताम? तपाईका पितृमुक्तिको लागि, तपाईले आफ्नो भलाइको लागि गर्ने हो। तपाईँ केही पनि नमान्नुहोस्, तपाईँ आफै खाल्डोमा पर्नुहुन्छ। तपाईँको पितृको आशीर्वाद नभएसम्म तपाईँको उद्धार केही हुन्न। त नगर्नुहोस् तिरपन्ताम, धर्म परिवर्तन गर्नुहोस्, अधार्मिक हुनुहोस्, नास्तिक हुनुहोस्, कसैलाई नटेर्नुहोस्, तपाईँ नै छिटै मर्नुहोस्। हाम्रो आयु सुन्नुहोस् न, आयुर्वेद अनुसार हाम्रो आयु 100 वर्ष छ। 100 वर्ष तपाईँले राम्रो गर्नुभयो भने 100 वर्ष बाँच्नुहुन्छ। होइन, शराब तपाईँको कुराले म तिरपन्ताम गर्ने हो भनेपछि नगर्नुहोस्। तपाईँ नास्तिक भन्नुहोस्, तपाईँ चाहिँ पाखण्डी भन्नुहोस्। स्वतन्त्रता छैन भने स्वतन्त्रता तपाईँको मर्ने स्वतन्त्रता छ। तपाईँले अर्को कुरा के लेख्नु भएको छ? 35 लाख एकल महिलाहरूको पुनर्संरचना गर्ने, यसमा चाहिँ सामाजिक रूपमा जोडी मिलाएर, के भन्नु खोजा तपाईँले? अहिले नेपाल ओह्रालो लाग्दैछ। नेपालको जनसङ्ख्या कम हुँदैछ। युवाहरू विदेश जाने, यता महिलाहरू चाहिँ थारी बस्ने, थारो आइमै बस्ने, बच्चा सच्चा नजन्मने, जोडै नभएपछि कसरी बच्चा हुन्छ? थारो भनेको अर्थ खाली धर्मको कुरा गर्दैन चाहिँ फेरि महिलाले थारो भनेको अर्थ बच्चा नजाउने थारो भन्ने हुन्छ कि शब्द छ एउटा नेपाली शब्द। तिउन अहिले पकाएर खानेलाई तरकारी भन्नुहुन्छ, पकाएपछि तिउन हुन्छ, त्यही नेपाली शब्द हो। थारो भन्ने कुरा चाहिँ त्यो नेपाली शब्द हो। भोको भन्ने कुरा, थारो भन्ने कुरा, राम्रो नराम्रो, अँध्यारो कालो, त्यो सबै नेपाली शब्द भन्दैमा अपमान गरेको हुन्छ। नेपाली शब्द प्रयोग तपाईँले नेपाली जान्नुहुन्न त नेपाली शब्द प्रयोग गर्दा तपाईँलाई अप्ठ्यारो लाग्छ। त्यसकारण नेपाली थारो शब्द तपाईँलाई आएन। थारो शब्द अपमान गरेको भनेको चाहिँ गाउँ घरमा बैला भनिन्छ क्या, ब्याउँदै नब्याएको पशुलाई थारो भनिन्छ। तपाईँ थारो महिलालाई थारो भन्ने यसो छ। तपाईँ आरोप लाउने यस्तो खालको यसो छ। धर्मको कुरा गर्ने महिलालाई भन्ने तपाईँ थारो भनेको अर्थ नब्याएकोलाई थारो भन्दा के बिग्रन्छ? नब्याएकोलाई थारो कोर्लो त भन्छन् नि। त्यो कोर्लो भन्ने, त्यो ब्याएको भन्ने त्यस्तो छ। अब 35 लाख चाहिँ नेपालीहरू अहिले चाहिँ 5 लाख त चाहिँ त्यो बुढाबुढी भयो होलान्, अशक्त होलान्, असहाय होलान्। अरू धेरै जसो महिलाहरूले विवाह गर्दै नगर्ने, विवाह गरे भने समझबुझ गरेर बस्ने, त्यतिकै छ। तिनीहरूसँग निरस जीवन छ। मान्छेको साथी बनाएको प्रकृतिले बनाएको चिज हो। पुरुषलाई महिलालाई पुरुष चाहिँ प्रकृतिले बनाएको नियम हो। र अर्को कुरा म तपाईँलाई यहाँ अहिले एउटा उद्घाटन के गर्छु भन्दा, जुन चाहिँ प्रकृतिको चाहिँ नियमअनुसार महिलाले विवाह गर्नुपर्छ, बच्चा जन्माउनुपर्छ, त्यो बच्चाले चाहिँ फेरि ऊ मरेपछि चाहिँ श्राद्ध गर्छ, पिण्ड तर्पण दिन्छ, त्यसपछि उसको मुक्तिको बाटो खुल्छ। यदि त्यो महिलाले यता म भन्दैछु यति सुन्नु न, म तपाईँलाई अलिकति यसमा चाहिँ के रोक्छु कि जगतबहादुर थापाको यो आफ्नो तपाईँको जेनेटिक संस्कार संस्कृति हो क्या, त्यो जे तपाईँ भन्दै हुनुहुन्छ। म किराँती हुँ र मेरो आफ्नो संस्कार संस्कृति छ। मेरो आफ्नो संस्कार संस्कृतिलाई तपाईँले तपाईँको जुन संस्कार संस्कृति लादेर तपाईँले निमिट्यान्न पार्न खोज्दै हुनुहुन्छ क्या सर। यो तपाईँले जे भन्दै हुनुहुन्छ त्यो चाहिँ तपाईँको जेनेटिक, तपाईँ थापा हो, खस समुदायबाट होइन, तपाईँको आफ्नो संस्कार संस्कृति चाहिँ म माथि लाद्न खोज्दै हुनुहुन्छ। तपाईँ मान्नुहुन्छ यो तपाईँको तर्कबाट चाहिँ त्यो देखिन्छ।
यता सुन्नुहोस्, तपाईँको शिक्षा मैले तपाईँलाई गुरुकुलमा पढाएको भए, तपाईँले त्यो संस्कृत सिकेको भए, अथवा चाहिँ हाम्रो संस्कार संस्कृति संस्कृतको गुरुकुलमा त हामी राईहरूलाई तपाईँले अछुत भन्नुहुन्छ कहाँ तपाईँले? मैले भन्दैछु के त्यो भएको भए हामीमा एकरूपता आउँथ्यो। अब त्यो चाहिँ गुरुकुलबाट चाहिँ अहिले हामी टाढा छौँ धेरै। गुरुकुलमा त तपाईँ उपाध्याय विशेष त ब्राह्मणमा पनि त्यो उपल्लो मानिएका ब्राह्मणका छोराहरूले मात्र पढ्न पाउँछ। यसो छ कि अब तपाईँलाई राई सुन्नुहोस् न, काले राईको उदाहरण दिने काले राई त पिएचडी गरे, वेदमा पिएचडी गरेका मान्छे हुन्। कहाँबाट कसरी झुकेर तिनी भयो त्यो थाहा छैन। तपाईँ इन्डियातिर गएर भए होइन, नेपालका यो धर्म अधिकारीहरूले त कहाँ दिन्छन् र सर? यसो छ तपाईँको यस्तो छ कि तपाईँको होइन तपाईँको हक हो। हामीले के भन्छौँ भन्दा नैतिक शिक्षा, वैदिक शिक्षा, संस्कृत शिक्षा, योग शिक्षा, गुरुकुल शिक्षा, आयुर्वेदिक शिक्षा र सिपमूलक शिक्षा अनिवार्य गर्नुपर्छ भन्यो। यहाँ चाहिँ यो राई, लिम्बू, तामाङ, बाहुन, छेत्री केही त गरेका छैन भनेको छैन। शिक्षा शिक्षा सबैको ए बाबा त्यो तपाईँको पूर्वाग्रही सोच हो। सुन्नु न, तपाईँको पूर्वाग्रही सोच हो। तपाईँको जस्तै सुन्नुहोस् न, तपाईँको सुन्नुहोस् न, के हो साकेला भन्ने के हो? उधौली उभौली पर्व किन मिसाउनु भएन? होइन त्यो पर्वमा त्यो नेवारहरूको त्यो विभिन्न जातहरू यता सुन्नु न, लोसार पर्छ कि पर्दैन? तामाङहरूले मनाउने लोसारहरू, शेर्पाले मनाउने त्यो लोसारहरू मिसाउनु पर्छ कि पर्दैन? कि हिन्दू तपाईँले होइन यहाँ अहिले सबै कुरा यतिमा छैन। हाम्रो संविधान बनिएको छ, यसमा सबै कुरा छ। त्यो कुरा गर्नु तपाईँले यता सुन्नुहोस् न, तपाईँले एउटा बुँदा ल्याएर एउटा शब्द ल्याएर न्यु खोजे जस्तो यिनी छेत्री बाहुनले हेपेका छन्, छेत्री बाहुनले शोषण गरेका छन्, यो गरेका छन् भनेर लान्छना लगाउने कुरा गर्नुभएको छ। यसको त आर्थिक सम्बन्धित हाम्रो चाहिँ अब हामी चाहिँ अहिले $1527 छौँ। त्यहाँ सबै जाति पऱ्यो नि। $1527 त संयुक्त नेपालीको प्रतिव्यक्ति आयो। त्यसमा चाहिँ जातिको कुरा छैन, संयुक्त नेपालीको कुरा छ। र हाम्रो प्रतिव्यक्ति आयो $21,476 चीन बराबर हुनुपर्छ भन्नेमा त यहाँ सबै जाति परे नि। यहाँ बाहुन छेत्रीको मात्रै कुरा आएको छ। तपाईँले एकलौटी त्यसरी कुरा गर्न मिल्छ? यहाँ जाति मान्दैनौँ, हामीसँग जाति छैन, जातिको कुरै गरेका छन्। यहाँ 30औं नम्बरमा के भन्नुभयो? के छ भन्नुहोस्? सुन्नु न, सनातन संस्कृतिको पुनर्जागरण मिन्स तपाईँले यता यसलाई रेफरेन्समा गुठी, मठ, मन्दिर, गुरुकुल, गौशाला राष्ट्रिय सम्पत्तिको रूपमा संरक्षण गर्ने। तपाईँले यसमा त्यो साकेला थानालाई त जोड्नु भएन? होइन, जोड्दा अहिले जोड्दा के बिग्रन्छ? मुस्लिमका ती मस्जिदहरूलाई जोड्नु भएन, क्रिस्चियनहरूका चर्चलाई जोड्नु भएन। तपाईँले यहाँ सुन्नु न, बौद्धका ती गुम्बाहरूलाई जोड्नु भएन तपाईँले। यसो सुन्नुहोस् न, यता सुन्नुहोस् न, तपाईँले छुटेको रहेछ भने यसमा जोड्नु होला भनेर सल्लाह दिनुहोस् न। किन न्यु खोज्ने भाषा बोल्नुहुन्छ? छोड्नु भएन भनेर मलाई अपराधी बनाउनु खोज्या हो? फेरि सनातनमा चाहिँ यसो छ, मुस्लिमहरूले यो हाम्रो संविधान बहुसङ्ख्यक जातिको लागि संविधान बन्छ, बहुसङ्ख्यको लागि संविधान बन्छ, अल्पसङ्ख्यकलाई बहुसङ्ख्यकले संरक्षण गर्ने हो। मुस्लिम यहाँ छन्, त्यो चाहिँ यो हाम्रो बहुसङ्ख्यकलाई मानेर बसेका छन्। अब त्यहाँ नेपालगञ्जमा जानुहोस्, दसैँमा जानुहोस्, मुस्लिमहरू यति दाढी छाडी पारेका छन्, बुर्खा सुर्खा लगाएका छन्। त्यहाँ चाहिँ लाइन लगाएर सिडीको हातको अगाडि चाहिँ टिका लगाउन जान्छन्। त्यहाँ नेपालगञ्जको मैले चाहिँ नेपालगञ्जको कुरा गर्दैछु। अब यहाँ अहिले चाहिँ गाउँमा चाहिँ चुरेटा भनेर बस्छन्। चुरेटाहरूले चाहिँ त्यहाँको गाउँको ठुला बडालाई त्यहाँ गएर चाहिँ टिका लगाउने गर्छन्। त्यो उनीहरू चाहिँ ढालिएका छन्। तर जबकि चाहिँ अब अरू इन्डियातिर अरू ठाउँमा चाहिँ टिका लगाउँदैनन्। र चाहिँ क्रिस्चियनहरूले पनि चाहिँ टिका लगाउने शैतानको घर हो, यो टिका लगाउनुहुन्न भन्छन्। त्यस कारण यहाँ मुस्लिम र क्रिस्चियनको चाहिँ ती अल्पसङ्ख्यकमा छन्। तिनीहरूलाई चाहिँ ल्याएर यो चाहिँ यहाँ कुरा केही राखिया छैन। छुटेको छ भने त्यहीँ जोडौँला, त्यसमा हामीले केही छैन। हामीले त समन्वय चाहन्छौँ, सद्भाव चाहन्छौँ, हामीले हिंसा चाहन्नौँ, अराजकता चाहन्नौँ, हामीमा द्वन्द्व चाहन्नौँ। त्यस कारण यसलाई समेट्नको लागि धर्मले सबैलाई समेट्छ। त्यस कारण हामी धार्मिक बनाऊँ र धार्मिक बनाऊ भन्ने खालको कुरो राख्या हो। त्यस कारण हामीलाई अहिले धार्मिक राज्य व्यवस्था चाहिन्छ। यो नास्तिक अधार्मिक राज्य व्यवस्थाले चाहिँ मुलुकलाई बिगार्यो। अहिले चाहिँ देख अब सायद शिरमा अन्तिममा मैले तपाईँसँग जसरी कुरा गऱ्यो, अन्तिममा चाहिँ तपाईँले यो बनाउन चाहेको जुन संस्था छ, यो संस्थाले चाहिँ अन्तिममा घुमाउरो पारामा यहाँ लेखे पनि नलेखे पनि राजतन्त्र चाहियो भनेर भन्न खोज्नु भयो।
होइन, राजतन्त्रले तपाईँले म मरे पनि मेरो देश बाँचिरहोस् भन्ने राजा चाहिँ महेन्द्र, अनि जुन राजाले चाहिँ पृथ्वी शाहले यत्रो चाहिँ 25 वर्षसम्म 1801बाट 1825सम्म निरन्तर लडे, साना दुखले आर्जेको मुलुक होइन भने, उनीसँग हतियार थिएन, उनीसँग सिपाही थिएनन्, उनीसँग पैसा थिएन, त्यस्तो चाहिँ परिस्थिति चाहिँ प्रतिकूल परिस्थितिमा पनि लडेर एकीकरण गरे। के तपाईँले त्यो एकीकरण गरेको गलत हो भन्न खोज्नुभएको हो? अनि कोसँग कैसँग थिएन? राजाले केही नभएर चाहिँ उहाँ बाहिरका गएका मुसलमानलाई यहाँ ल्याएर चाहिँ यहाँ रत्न पार्कमा राखेर अनि चाहिँ हतियार बनाउन लगाए। यिनी मुसलमान यहाँ मस्जिद बनाएर किन बसेका छन् भन्दा उति बेला आवश्यकता पर्यो ल्याए, अब बाहिर गएर चाहिँ असुरक्षा हुन्छ, तिमी मेरो अगाडि बस भनेर दरबारको अगाडि चाहिँ मस्जिद बनाएर राखे। त्यसो प्रतिकूल अवस्थामा हुँदै हुँदै आयो। तपाईँले चाहिँ यो पृथ्वी शाहको एकीकरण गरेको चाहिँ रिस गर्ने, अनि चाहिँ राजा महेन्द्रले चाहिँ राजा बनाए, राष्ट्रसङ्घमा चाहिँ दर्ता गरे। राजा महेन्द्र सुन्नुहोस् न, राजा महेन्द्रको सुन्नुहोस् न, राजा महेन्द्रको सुन्नुहोस् न, राजा महेन्द्रको खेदो खन्ने, बहादुर शाहको खेदो खन्ने, अनि चाहिँ अब तपाईँले यो नेपालकै अब झन्डा फेर्नुपर्छ, नेपालकै नाम फेर्नुपर्छ, नेपाललाई चाहिँ सिद्धाउनुपर्छ भन्ने कुरा राखेर यहाँ चल्छ। यो जस्तो राजालाई दिनु पऱ्यो कि परेन? राजाले आर्जेको देश हो कि होइन? राजा भएको देशमा राजाको कुरा गर्दा तपाईँलाई के अप्ठ्यारो हुन्छ? हामी सुन्नुहोस्, नेपाली मुला सबै ठुला ठुला, यहाँ सबै राजा, म पनि राजा, चाहिँ राजा पनि राजा, तर यहाँ चाहिँ सबै मिलेर चाहिँ बसौँ, नेपाललाई जोगाउँ, नेपालको आन मान शान स्वाभिमान हामी सबै मिलेर जाउँ, हाम्रो चाहिँ संसारमा हाम्रो प्रतिष्ठा कायम गरौँ भन्ने कुरोमा राजालाई चाहिँ, राजा पनि एउटा शक्ति हो, राजालाई पनि जोड्दा के हुन्छ भन्ने कुरो राख्दा तपाईँलाई के आपत्ति छ भन्नुहोस् त? आपत्ति मैले कहाँ आपत्ति जनाएर तपाईँले फेरि घुमै फिरे राजाको कुरा गर्नुहुन्छ भने म राजाको कुरा गरेँ। राजा एउटा शक्ति हो। राजामा सुन्नुहोस् न, यो रामराज्यमा 10वटा कुरा एकैसाथ आउँछ, राजा मात्रै होइन। एक नम्बरमा हिन्दू राष्ट्र नेपाल, यो हाम्रो पहिचान हो। संसारभरिका 1.5 अरब चाहिँ हिन्दू छन्, हिन्दूमा चाहिँ हिन्दू राष्ट्र हुनुपर्छ भन्ने एउटा पहिचान हो। अर्को कुरा हिन्दू सम्राट, अहिले चाहिँ त्यहाँ जति पनि चाहिँ यो चाहिँ शङ्कराचार्यहरू हुनुहुन्छ, उहाँले चाहिँ यो हिन्दू सम्राट मान्नुहुन्छ विश्वको। एकता सुन्नुहोस् न, मलाई भन्न दिनुहोस् न, मेरो 10वटा कुरा भन्न दिनुहोस्, त्यसपछि तपाईँ भन्नुहोस्। अनि चाहिँ हिन्दू सम्राटको कुरा गर्नुहुन्छ, त्यो पनि चाहियो। अनि राम राज्य व्यवस्था चाहियो, धार्मिक राज्य व्यवस्था चाहियो, सबै धार्मिक बन्न पऱ्यो, सबै इमान्दार बन्न पऱ्यो, सबैले नैतिक शिक्षा पढ्नु पऱ्यो, नैतिक वैदिक संस्कृत योग गुरुकुल आयुर्वेद सिपमुलको शिक्षालाई अनिवार्य गर्नु पऱ्यो, पश्चिममा क्रिस्चियन शिक्षा हटाउनु पऱ्यो, त्यो खालको कुरा छ। अनि राम राज्य, अनि शान्ति क्षेत्र नेपाल अहिले चाहिँ 2031 साल भन्न दिनुहोस् न, भन्न दिनुहोस्, यो मेरो सक्नुसकै कुरा सक्न दिनुहोस्, त्यसपछि तपाईँ 10 पछि भन्नु होला। अनि चाहिँ यो शान्ति क्षेत्र नेपाल, राजा वीरेन्द्रले 2031 साल फागुन 13 गते नेपाललाई चाहिँ वैदेशिक हस्तक्षेप मुक्त राष्ट्र, कुनै पनि कसैले चाहिँ यहाँ हस्तक्षेप नगरून्, कसैको सेना विदेशी सेना नेपालमा नआओस्, हामी सबै नेपालीहरू स्वतन्त्र रूपमा बाँच्न पाऊँ भनेर शान्ति क्षेत्रको प्रस्ताव निकाले। 116 राष्ट्रले चाहिँ समर्थन गरे, अनि त्यहाँ चाहिँ इन्डियाले चाहिँ समर्थन नगरेको हुनाले त्यो राष्ट्रसङ्घमा दर्ता हुन पाएन। त्यसकारण त्यो शान्ति क्षेत्र हुनु पर्यो। अर्को कुरा, 400 वर्षसम्म हाम्रा पुर्खाले शासन गरेको, चाहे लिच्छिबे हुन्, चाहे किराँत हुन्, चाहे मैपाल हुन्, जोसुकै हुन्, उनीहरूले चाहिँ गरेको चाहिँ ग्रेटर नेपाल चाहियो हामीलाई। ग्रेटर नेपाल पृथ्वी चाहियो। हामी अहिले नेपालमा मात्रै किन सीमित हुने? अनि चाहिँ दार्जिलिङका चाहिँ नेपालीहरू, अनि चाहिँ सिक्किमका नेपालीहरू, चाहिँ कुमाऊ गोडकालका नेपालीहरू, हामी ग्रेटर नेपाल चाहिन्छ, लखनऊका नेपालीहरू, चाहिँ बिहारका नेपालीहरूले ग्रेटर नेपाल चाहिन्छ भनेर उनीहरू उहाँ माग गर्ने, संसद इन्डियन संसदमा गएर चाहिँ कुरा उठाउने। तपाईँ मूल नेपालमा बसेर चाहिँ चुप लाएर बस्ने, तपाईँमा स्वाभिमान छैन, तपाईँमा आफ्नोपन चाहिँ अपनत्वपन चाहिँ आफ्नो चाहिँ हक दाबी पुर्खाले गरेको हक दाबी गर्न तपाईँ वंशजको नाताले हक दाबी गर्न मिल्छ कि मिल्दैन? अनि ग्रेटर नेपाल पनि चाहिन्छ। त्यसकारण चाहिँ धर्मपालक, तपाईँ धर्ममा छैन, ठगी भएको छ भन्नुहुन्छ, त्यहाँ पनि चाहिँ धार्मिक आचार्य संहिता लाग्नु पर्यो। अर्को कुरा, नागरिक आचार संहिता चाहियो, लोकपाल हुनु पर्यो, भ्रष्टाचार शून्य हुनु पर्यो। अहिलेको चाहिँ अख्तियार दुरुपयोग आयोगले सेक्सन अफिसरको मात्रैमा चाहिँ निर्णय गर्छ, त्यहाँ राष्ट्रपति या राजा अथवा चाहिँ सेना अनि चाहिँ मन्त्रीमण्डल, अब यो बालन शाहलाई त्यहाँ अख्तियारै लाग्दैन, ऊ सर्वेसर्वा छ, उसले भ्रष्टाचार गरे पनि चाहिँ लाग्दैन। त्यस्तो खालको कानुन छ नेपालमा। त्यसकारण सबैलाई अन्याय गर्ने, भ्रष्टाचार गर्ने, व्यथिति गर्ने, अपराध गर्ने सबैलाई चाहिँ कारवाही गर्ने एउटा लोकपालको चाहिँ संस्थागत रूपमा चाहिँ एउटा संवैधानिक संस्था लोकपाल चाहिन्छ। त्यसपछि सीमा आत्मनिर्भर हुनु पर्यो। हामी नेपाली परनिर्भर छौँ। इन्डियाले भन्यो हामीले चाहिँ 2 दिन रासन पानी बन्द गरिदिने पनि नेपाल भुखा मर्छ भनेको छ। तपाईँ त्यही परनिर्भर भएर बाँच्ने, कतिसम्म परनिर्भर बाँच्ने? हाम्रो पुर्खा भने निर्यातक थिए, आत्मनिर्भर थिए। अहिले चाहिँ तपाईँ आएर परनिर्भर
आत्मनिर्भर हुनुहुन्छ, भएका उद्योग धन्दा पनि बेच्ने, सबै कुरा चाहिँ विदेशी सामान प्रयोग गर्ने, त्यसकारण आत्मनिर्भरको हुनु पर्यो। त्यसको लागि खुला सिमाना बन्द गर्नु पर्यो। अनि यो नागरिकता सिक्दा वितरण बन्द गर्नु के को लागि? हामी चाहिँ चीन र नेपालको त्यत्रो चाहिँ 1.5 अरबको चाहिँ त्यहाँ छ, 3 अरबको बिचमा 3 करोड छौँ हामी। 3 करोड नेपाली त सुरक्षित हुनु पर्यो नि। त्यसकारण नागरिकता वितरण बन्द गर्नु पर्यो। अनि चाहिँ यहाँ भ्रष्टाचार अन्त हुनु पर्यो। यिनी कुराहरू रामराज्यभित्र परे। रामराज्यभित्र 10 वटाको चाहिँ अङ्गुरको गुच्छा जस्तो त्यो झुप्पु छ, चाहिँ त्यो डालोमा चाहिँ 10 वटा कुरा छन्। एउटा राजाको मात्रै कुरा हामी गरेका छौँ। हामी त गरिबी उन्मूलन हुनुपर्छ, जनता केन्द्रित हुनुपर्छ। अहिले चाहिँ तपाईँलाई एउटा लुती पुलिस यहाँ आयो, तपाईँलाई चाहिँ माथि बोलाएको छ भने लहर चाहिँ लाग्छ, तपाईँको मुद्दा सुद्धा वारेन्ट सारेन्ट केही छैन, लहर थुन्छ, थुनेपछि चाहिँ 1 महिनापछि उसले छोड्यो। खै तपाईँको चाहिँ मौलिक चाहिँ नागरिक अधिकार त्यहाँ रहेको। त्यसकारण अब ऊ जान्छ भने तपाईँको क्षतिपूर्तिको व्यवस्था खै अहिलेसम्म तपाईँले क्षतिपूर्तिको कुरा उठाउनुहुन्न। हाम्रो नागरिक हक अधिकार स्थगन भएपछि त थुप्रै क्षतिपूर्ति पाउनु पर्यो नि। क्षतिपूर्ति दिनको 1000 रुपियाँ चाहिँ जसलाई चाहिँ पुलिसले थुन्छ, अब चाहिँ अन्यायमा थुनेकोलाई छोड्दाखेरि चाहिँ त्यहीँबाटै जसले चाहिँ थुन्यो दिने व्यवस्था गरेको खै? हाम्रो प्रति व्यक्ति आय $1527 छ। हाम्रा खनिज साधन स्रोत सबै छन्। हामी खान नपाएर संसारभरि आफ्नो स्वाभिमान र नागरिकता संसारभरि भौँतरी राखेका छौँ। तपाईँलाई लाज लाग्दैन? किन चाहिँ नेपालीहरू आफ्नो महिलाहरूले इज्जत बेच्दै चाहिँ संसारभरि चाहिँ एउटा चाहिँ बाँच्नु परेको छ? ती महिलाहरूलाई किन विदेश पठाएर तिनीहरूको पैसा लिएर खाने हो? जस्तै इन्डियनहरूले के गर्छन्, 21,130 स्थानमा गाई काट्छन्, गाई काटेर निर्यात गर्छन्, निर्यात गरेको पैसा चाहिँ कर बापत लिन्छन्, त्यही खाएर मस्त छन्। यहाँ आएर चाहिँ हामी हिन्दूका बडा हौँ भाइ वो उपदेश दिन्छन्। तिनीहरूको उपदेश दिने कोही आवश्यकता छैन। पहिले तिनलाई राष्ट्रिय पशु, राष्ट्रिय जनावर त हाम्रो गाई हामीले मानेका छौँ, तिनले राष्ट्रिय पशु भनेर त्यही पहिले गाई चाहिँ काट्न बन्द गर न, पहिले चाहिँ घाँस स्वीकार गर न, तब तिनलाई हामी हिन्दू मान्छौँ। तिनीलाई हामी हिन्दू मान्दैनौँ। हामी हौँ, हामी देवभूमि, ऋषिभूमि, तपभूमि, ज्ञानभूमि, पुण्यभूमि, मातृभूमि नेपालमा बस्ने हामी हौँ असली चाहिँ वैदिक सनातन धर्मावलम्बी हामी हौँ। हामीले चाहिँ तपाईँको दाबी त बुझियो कि अब यो खास भिडियो लामो भइसक्यो, मैले अन्त्य गर्न चाहेको थिएँ होइन। अन्तिममा मैले एउटा प्रश्न गरेँ कि तपाईँले राजनीति गर्न खोजेको धर्म गर्न? हामी धर्म र राजनीति दुइटै गर्न खोज्या। राजनीति गर्न खोजेको धर्म पर्छ? धर्म र राजनीति दुइटै गर्न खोज्या। किन भन्दाखेरि धर्म र राजनीति अहिले हाम्रो सिद्धान्त, रामराज्यको अनौठो सिद्धान्त तपाईँले यही बुझ्नुहोस्। अहिले यहाँ राजनीति मात्रै चलेको छ। अहिले बालेनहरू यिनीहरू सबै राजनीति मात्रै गर्छन्, धर्मको कुरा गर्दैन। अरूले एउटा क्रिस्चियनले गर्यो भने, एउटा मुस्लिमले गर्यो भने, एउटा किराँतीले गर्यो भने तपाईँहरूको कन्सर्ट दुख्छ। तपाईँहरूले चाहिँ राजनीति र धर्म सँगसँगै गर्छु भन्दै खुला छाती बनाएर हिँड्ने। 81.19% यो बहुसङ्ख्यक हिन्दूहरूको देशमा हिन्दूले राजनीति नगरेर के गर्ने? कसले गर्ने? अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमानहरूले राजनीति गर भन्ने। अनि उहाँ अहिले 6 सालसम्म नेपाल क्रिस्चियन मुक्त राष्ट्र थियो, अहिले आएर बाहिरका क्रिस्चियनहरूलाई चाहिँ तिम्रो राजन गर भन्ने। यहाँ क्रिस्चियनहरूको चल्दैन, मुसलमानहरूको चल्दैन, चल्छ हिन्दूहरूको चल्छ वैदिक सनातन धर्महरूको चल्छ। उनीहरूकै देश हो, उनीहरूकै संविधान हो, सबै उनीहरू चल्छ। तपाईँलाई के अनौठो लाग्छ? ल भन्नुहोस्। अल्पसङ्ख्यक बाँच्न पाउनु? अल्पसङ्ख्यक छैन। तिमीहरू स्वधर्ममा फर्क, नभए चाहिँ हिन्दूहरूले जे कानुन बनाएका छन् तपाईँले जबरजस्ती लाद्न खोज्ने? जबरजस्ती लाद्ने हो। शासक जबरजस्ती हुन्छ। कसरी लाद्नुहुन्छ भन्नु त? कसरी लाग्नुहुन्छ? हामीले कानुन बनाउँछौँ, विधि बनाउँछौँ, विधान बनाउँछौँ, त्यस अनुसार जसले कानुन स्वीकार गर्छ चल्छ, स्वीकार गर्दैन बाहिर हुन्छ। कुरा सक्यो त। धर्मनिरपेक्ष राष्ट्र हुँदा चाहिँ तपाईँको टाउको दुखाइ चाहिँ कहाँ त? धर्मनिरपेक्ष भनेको यत्रो धर्मनिरपेक्ष प्रत्येक नागरिकले स्वतन्त्र भएर बाँच्न पाउँदाखेरि तपाईँको टाउको होइन। हामीले अहिलेसम्म पञ्चायत कालभरि, राणा कालभरि तपाईँको टाउको दुखाइ त इतिहास टाउको दुखाइ कहाँ? केमा? स्वतन्त्र राज्य सबै प्रत्येक नागरिक चाहिँ स्वतन्त्र। हामीलाई टाउको दुखाइ क्या छ? अस्ति चाहिँ त्यहाँ धरानमा चाहिँ पोहोर साल चाहिँ एउटा गोरु काटेर चाहिँ त्यहाँ भोज गरेर भिडियोमा हालिदियो। सबैले चाहिँ यो चाहिँ गोरु काट्ने चाहिँ गलत काट्छ भने समुदायको इतिहास तपाईँलाई थाहा छ? के तपाईँलाई थाहा छ कि थाहा छैन? त्यो थाहा छैन। अहिले फाल्गुना लिम्बूले त आफ्नो त्यो कुनै पनि आफ्नो च्याब्रुङ त्यो उसको त्यो पर्वमा त उसले गोरु काटेर खान्थ्यो। त्यो तपाईँले भनेको त्यो मान्नुपर्छ त सबैले भने। त सुन्नुहोस् न, ओमकार भनिदिने अहिले छाडा भएको छ। अहिले जसले जे गरे पनि छाडा भएको छ। मान्छे काटेर खाए पनि तपाईँलाई कानुन लाग्दैन। अहिले मान्छे काटेर खाए पनि अरू कुरा गर्नुहुन्छ? यहाँ दनादन चाहिँ रातभरि चाहिँ यिनी जसको शक्ति उसको अहिले सैनिक शासन छ। तपाईँलाई थाहा छ? अहिले चाहिँ जुन चाहिँ यो ब्यालेट साटेर चाहिँ नक्कली चाहिँ चुनाव चाहिँ कृत्रिम चाहिँ परिणाम ल्याएर 2/3 बहुमत बनाएको छ। अहिले चाहिँ नेपाली सेनाले बोकेको छ। नेपाली सेनाले चाहिँ तपाईँको के विवादित चेतावनी दिँदैछु यो। अहिले सेनालाई विवादित नबनाउनुहोस् तपाईँले। नेपाली सेनाले नेपाली सेना अस्ति चाहिँ संसदमा चाहिँ उसले रामबहादुर थापाले बोलेनन्। अस्ति चाहिँ त्यो लिपुलेखमा गएर चाहिँ त्यहाँ बस्ने चाहिँ उहाँ मोर्चा सम्हाल्ने सेना किन चाहिँ सुकुम्बासी बस्तीमा गएर परेड खेल्यो भनेर तपाईँले चाहिँ संसदको चाहिँ विपक्षी दलको नेताको रामबहादुर थापाको भाषण सुन्नु भएन?
सेनाले चाहिँ यत्रो सिंहबजार जडाउँदाखेरि कहाँ थियो सेना, के हेरेर बसेको थियो भनेर त्यहाँ सुन्नु भएन? के त्यो यो विवाद हो? सबै नेपाली घर घरमा सबैले भन्छन्। त्यहाँ यो अन्याय अत्याचारको कुरा गर्न पाइन्न, व्यथितिको कुरा गर्न पाइन्न। को राष्ट्रभक्त छ, को देशभक्त छ, कसले चाहिँ नेपालको पक्षमा गर्यो, कसले नेपालको अहित गर्यो भन्ने कुरा तपाईँले छुटाउन सक्नुहुन्न, भन्न सक्नुहुन्न। हस्, यो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो, जय होस्। हार्दिक धन्यवाद छ। नमस्कार। तपाईँले यति कुरा राख्न दिनुभयो। अब त्यो तपाईँको चाहिँ हित विपरीत होला के होला, तर चाहिँ यो सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई हामीले खरो कुरा गरेका छौँ। त्यो नेपालमा चाहिँ अब सबैले मिलेर राम राज्य व्यवस्था गरौँ। यो चाहिँ बालेनको सरकार ढल्छ, त्यसपछि चाहिँ नेपालमा राम राज्यको सरकार स्थापित हुन्छ। यसमा सबै लागौँ। जय हो, जय श्री राम।